हेलो साथीहरु, गुड मर्निङ एन्ड नमस्ते एन्ड वेलकम टु माई न्यू ब्लग। आज चाहिँ भने मैले यो बीच बाटोदेखि नै मेरो भिडियो सुरु गरेको छु भनेदेखि अनि हजुरहरूले आज मेरो होलिया देखेर थाहा पाइसक्नुभयो होला म कता हिँडेको के गरेको भनेर हैन। आज चाहिँ भने हाम्रो साकेला साकेला हैन चण्डी नाच्नु चाहिँ हामी जाँदैछौँ। अनि अहिले चाहिँ हामी आधी बाटो पुगेको छौँ। हाम्रो गाडी चाहिँ यहाँ अगाडि हामीलाई पर्खिरहेको छ, ढिलो पनि भइसकेको छ। तर पनि पछाडि अझै मेरो मामा माइजूहरू आउनु बाँकी नै छ, त्यही भएर हामी चाहिँ पर्खिँदै हिँड्दैछौँ। अनि मेरो फुपू चाहिँ यता हुनुहुन्छ। फुपू त्यहाँ बस्नु त, यहाँ चाहिँ मेरो फुपू हुनुहुन्छ। वेलकम टु माई ब्लग। फुपू हजुरलाई केही भन्नु न हौ आज। थ्याङ्क यू भान्जी एन्ड ह्याप्पी साकेला भान्जी। म सोफिया हो। सोफियालाई भान्जी भन्ने बानी परिसकेको छ फुपूलाई, त्यही भएर मलाई पनि भान्जी भन्नुहुँदैछ। तर हाम्रो दोहोरो साइनो छ फुपू भदैनीको। तर हाम्रो बस्छ हाम्रो होइन, उता पनि हुनुहुन्छ। यहाँदेखि चाहिँ हामी जाँदैछौँ। हजुर माइजूको साथमा म बस्छु। माइजू हजुर बाजे अर्कोमा बस्नु भइसक्यो होला। बजू नमस्ते बजू। हजुर नमस्ते बजू। सन्चै हुनुहुन्छ बजू? तपाईँ बजू सानो मामा सानो मामा माइजूसँग म बस्ने। को बस्नु माइजूसँग? माइजू त मुक्त पाँचजना अट्छ अरे पछाडि त यता बस्नु न त चाहिँ हाम्रो गाडीमा साकेला टिम सानो मामा ठुलो उयो मामा त्यो सानो बट्टा चाहिँ दिनु न मलाई, त्यो चाहिँ चाहिन्छ। ए फुपू हाई, यो चाहिँ मेरो दबाई हो। माइजू यता हेर्नु त, माइजू बोजू पानी खान्छु। सुरेशले त 10-20 केजी लिएको छ त के लिएको छ? हाम्रो बाजे बस्नु त भयो होला नि है। बाबा कहाँ जानुभयो? बाजे पल्लोमा जानु होला। सानो मामा बाजेलाई लिएर आउनु न यसमा। तर बाजे बस्नु भएको होला। यो चाहिँ हाम्रो खानेकुरा। बाबा जाउँदा सुदेश ओके, म कल गर्छु बाजेलाई। अब हामी चाहिँ गाडीमा बसिसकेको छौँ। मेरो मान्छे 22 फेरि होइन 2 4 6 8 10 यहाँ खालि 12 14 16 18 20 22. Yeah, basically the time was given 8 o'clock, but that's not your fault. So I'll speak to them tomorrow. Yeah, my colleague tried bringing you. Yeah, I got it anyway, but yeah, normally yeah.
मामा र फुपू चाहिँ पछाडि राख्नुभयो फाइनली हामी चाहिँ आइपुग्यौँ कसलाई के को सुर्ता उसलाई चाहिँ लाइन लाग्नु पर्यो हाम्रो यहाँ आइपुगिसकेको छौँ साकेला उयसमा हाम्रो टोइलेट बस्नेको लागि चाहिँ टोइलेटको पर्खाइमा चाहिँ टोइलेट चाहिँ बाहिर यो चाहिँ भित्र छिर्ने लाइन हो यसरी यस्तो घाम लागिरहेछ है यस्तो धेरै लाइन छ आज चाहिँ हाम्रो साकेला यस्तो छ यताबाट आउनु एकदम भइरहेछ आइरहेछ यता मेरो फुपू मेरो बोजू नाइजू यो टिम हाम्रो हो यो चाहिँ पार्क चाहिँ यता छ लाइन चाहिँ यस्तो परिसकेको यही होइन र के यही हो गेट अगाडिको लाइनमा सर न किन होइन मिल्दैन अगाडिको लाइनमा मिल्दैन यो हाम्रो लाइन यो उहाँको लाइन होइन नि एकै लाइन हो कि एकै लाइन हो दुई लाइन हो नि होइन यहाँ चाहिँ हाम्रो टिकट छ देखाउँदा माइजू टिकट यो भित्र छिर्ने टिकट हाम्रो यस्तो छ प्लेन मिलाएछ पनि
यो तनु बहिनीको है कतिखेर आउनु कतिखेर आउनु भएको कि ए ल दिनुहोस् न बहिनी होइन होइन त घरमा रोजना दिदीको बहिनी पैसा गन्दै हुनुहुन्छ यता चाहिँ पैसा धेरै पैसा नगर्नुहोस् है चोरी हुन्छ चोरी भयो भन्दाखेरि हामी बोजूको हामी अब त्यो चाहिँ के गर्नु राख्नु यहाँ चाहिँ हाम्रो एन्ट्री गर्ने ठाउँ यहाँ चाहिँ टिकट काट्नुपर्छ टिकट काट्ने ठाउँ हामी भित्र 2070 नेपालका हाम्रा माननीय श्री तारादेवी राईज्यू हजुरलाई पनि यही स्टेजमा आएर विशेष अतिथिको रत्नचोकको मामा माइती हुनुहुन्छ मेरो घरदेखि तलपट्टिको जानुभयो तर भेट्नु पाएन र उहाँहरू चाहिँ रत्नचोकको मामा माइजू भेट भइसक्यो उहाँ यताउति कता कता जानुभयो मैले पर्मिला नानालाई देखेँ जस्तो लागेर आएको मेरो पनि नाम प्रमिला होइन पनि छ यहाँ कुन यसको टोलीको ठुलो छ ए होइन पनि छ पर्मिला नाना त त्यो कति नम्बरको हो मलाई पनि थाहा छैन भिडियो गरिदिनु न भनेको तपाईँको बारे भिडियो गरिदिनु ल भरे मेरोमा ल युट्युबमा लाउने बेला भएन अरे फेरि माइजू मलाई चाहिँ नाच्नु भनेपछि एकदम लाग्छ त्यही भएर म चाहिँ नाच्न जाने नहेर्ने अनि भरे नाचिसकेर मात्रै हेर्नेहरूको यो चाहिँ हाम्रो टाइम उहाँ चाहिँ मेरो बाजे बसिराख्नु भएको छ मेरो बाजे बोजू फुपू ल यहाँ चाहिँ साकेला सुरु भइरहेको छ यहाँ साकेला नाचिराख्नु हुँदैछ सबैजना है साकेला उयो उयसमा जाउँ त उयो बाजे पनि रहेछ आउनु यता पनि छ यता चाहिँ यहाँ चाहिँ रत्नचोकको हाम्रो बाजे पर्नुहुन्छ यहाँ नाच्नु हुँदो रहेछ बाजे पनि आउनु भएको छ कि तर थोरै रहेछ यहाँ बाजे पनि हुनुहुन्छ कि रत्नचोकको बाजे हो
त सबै चिनेकै मान्छेहरू मात्रै देख्दैछु क्या बुबु चिनेकै मान्छेहरू मात्रै सबै रत्नचोक राजाचोकको दाइहरू बाजेहरू मात्रै दिदीहरू ओ बिगार्नु भयो उहाँहरूले उतापट्टि फर्केन हो होइन 19को सिलिमप्पा दाइ जस्तो लाग्छ होइन यो के भन्छ अरे यो चाहिँ यसमा छ पसिना चाहिँ पछि चाहिँ होला यता जानु आँटो कम्पिटिसनमा उल्टो घुमो बोकेर सक्नुहुन्छ अब पालो उता के अरे उयसमा जानुको लागि कम्पिटिसनमा उहाँहरू चाहिँ कम्पिटिसनमा जानुभयो अब उहाँहरूको पछि चाहिँ 19 को आउँछ सबैभन्दा ठुलो यही भइरहेको छ यो चाहिँ उता उयो सकेर आएकोहरू होला क्या यहाँ चाहिँ उहाँभित्र कम्पिटिसन सकाएर आउनुभएको कि कम्पिटिसनको लागि प्र्याक्टिस गर्नुभएको थाहा भएन
माइजू चाहिँ सिक्सिक्सिक भएको अरे Hey, bring your shoes. Oh, sorry. Bring your shoes. माइजू माइजू कस्तो हुनुहुन्छ नि साथीहरू Hello. Kहाँ पुगेर आयो तिमी? दादालाई एकैछिन वेट। एकदम राम्रो। थ्याङ्क यू। कहाँ? फुपूहरू भएकोमा फुपूहरू खोइ फुपूहरू खोइ के भयो? उता पकाउनु छ अरे। कहाँबाट आयो तिमी? दादालाई भेटेर दादालाई? आलुदम पनि खाने? ए हो? कहाँ छ माइजूहरू माइजू भएकोमा जाउँ स्कुलमा आऊ त। पुरा खाँदै बसिरहेको माइजूलाई मैले बोलाएको माइजूहरूले माइजू त नि सुई 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 कुदाएको छ कम त कुद्नु भयो यहाँ मेरो साथी मेरो बहिनीहरू हराएर मैले तपाईँलाई थोरै खोजेँ ए थोरै ए हजुर हजुर चाँदी होइन होला चाँदी चाहिँ उतापट्टिको चाहिँ चाँदी यो चाहिँ उयो मात्रै होला यो के भन्छ बजारे सबै यहाँ चाहिँ मेरो छामाको दोकान हो अनि यताखेरि चाहिँ पुरा थुम्सेहरू राखेर हुन्छ यो चाहिँ के नाच हो यो नाच चाहिँ मलाई पनि थाहा छैन हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला साथीहरू हजुर म लाइभ भन्दा पनि मेरो यो युट्युब भ्लग हो कि छैन छैन गर्नु भएको हामी त्यहाँनिर उयो गरेको ए कुन त हेरेकै छैन दिदी मैले लो फेरि एक ग्रुप हुन्छ फेरि अनि फुकिन्छ सर्प जत्तिकै बटारिनु हुँदो रहेछ यता ला छुट्यो हात छुट्यो हुन्छ दिदी मलाई त यो डान्स हेर्नु मजा लागेको क्या हजुर यता एकछिन छिटौँ है छामा ए दिदी सरी यो भने चाहिँ हाम्रो के भन्छ यसलाई कठुवा ए मही पानी यो चाहिँ कठुवा
हुन्छ नाना एकैछिन ल यहाँनिर जामा नमस्ते म त भिडियो बनाउँदै आएको यो अहिले बिजी हुनुहुँदो रहेछ एकछिनमा आउँछु ल एकछिनमा आउँछु जाम खोइ दिदी दिदी